लोकसेवा यात्री युट्युब च्यानलमा स्वागत गर्छु। गण्डकी प्रदेश सहायक स्तर चौथो तह 2081 चैत्र 2 गते सोधेका इनबक्स मार्फत प्राप्त भएका प्रश्नहरूको उत्तर लिएर आएको छु। यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। नयाँ साथीहरू जोडिनु भएको छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। र प्रश्न नम्बर 1 मा छ, कुन आवधिक योजनाबाट बटम टु टप एप्रोच ल्याइएको थियो भनेको छ। 8औं योजनाबाट ल्याइएको थियो। विश्वमा सर्वप्रथम मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने देश कुन हो भनेको थियो, फ्रान्स। अमाली प्रथा, नेपालमा अमाली प्रथाको अन्त्य कहिले भयो भनेको छ, 1968। भूमि सुधार आयोगको कसको अध्यक्षतामा गठन गरिएको थियो, दिल्ली राज खनाल। वातावरणमा कार्बन डाइअक्साइड कति प्रतिशत रहेको हुन्छ, 0.04% रहेको हुन्छ। पनडुब्बीको आविष्कार कसले गरेका हुन्, डेभिड बुस्नेलले पनडुब्बीको आविष्कार गरेका हुन्। पाटनको श्रीकृष्ण मन्दिरको निर्माता कौन भनेको छ, सिद्धि नरसिंह मल्ल। शिखर शैलीमा बनेको थियो जुन। मान्छे मरेपछि सबैभन्दा पछिसम्म काम गर्ने अङ्ग कुन हो भनेको छ, कान। दीर्घकालीन सोच 2100 सम्म नेपालको प्रति व्यक्ति आय PCI कति पुर्याउने लक्ष्य रहेको छ, 12,100 अमेरिकी डलर। नारायणी टी दरबारका डिजाइनर कौन, B4। 11 नम्बरमा प्लेयर अफ द टुर्नामेन्ट T20 वर्ल्ड कप को हुन् भनेको छ, जसप्रित बुमराह हुन्। पब्जी खेलका निर्माता ब्रेन्डन ग्रेनी। बजाङ्गी राजा भनेर कसलाई चिनिन्छ, 13 नम्बरमा जय पृथ्वी बहादुर सिंह। तेस्रो ठुलो महासागर विश्वको कुन भनेको छ, हिन्द महासागर। र गहिराईको आधारमा आन्ध्र महासागर। भनाइहरू कुन सही छ भनेको छ, 8,000 मिटरभन्दा अग्ला 14वटा हिमालमध्ये विश्वका 8वटा हिमाल नेपालमा पर्छन्, यो सही छ। किमानथाङका नाका ताप्लेजुङमा पर्छ भनेको छ, यो गलत छ, जुन सङ्घका सभामा पर्छ। 19औं असंलग्न राष्ट्रहरूको सम्मेलन 2024 कहाँ सम्पन्न भयो, युगान्डाको कम्पालामा। फादर अफ इनोभेसन भनेर कसलाई चिनिन्छ भनेको छ, थमस अल्वा एडिसन। 2078 अनुसार सहरी जनसङ्ख्या कति रहेको छ भनेको छ, 66.17%, जुन अप्सनमा 66.2 दिएको छ भन्ने सुनेको थिएँ। त्यो 2 लाउँदा पनि सही नै हुन्छ। र जोडा मिलाउनुहोस् मा दिएको छ, यो चाहिँ सही जोडा मिलाएको छु मैले चाहिँ। नेपाल पर्गा प्रतिष्ठानको स्थापना विक्रम सम्वत 2014। कागजी नोटको सुरुवात 2002। कोशी सम्झौता 2011। नेपाल राजपत्रको प्रकाशन सुरुवात चाहिँ 2008 साउन 22बाट भएको। एसिया कप क्रिकेटको सेमी फाइनलमा नपुगेको टिम दिएका मध्ये कुन भनेको छ, पाकिस्तान चाहिँ सही उत्तर दिएका मध्ये। सबैभन्दा बढी भूपरिवेष्टित राष्ट्र भएको महादेश कुन हो, युरोप महादेश, 18वटा रहेका छन्। न्याय सम्बन्धी हक संविधान धारा कतिमा उल्लेख गरिएको छ भनेको छ, संविधान धारा 20 मा उल्लेख गरिएको छ। विश्व प्रसिद्ध दाँतेको जन्म कहिले र कहाँ भएको हो, 1265 सन् इटालीमा भएको हो। तलका मध्ये कुन मिल्दैन भनेको छ, कार, 2, बस र 6 दिएको छ। जुन प्रत्येक वर्डको 20 को चाहिँ भावेल लेटर हो भने 2 को चाहिँ लास्टमा छ, त्यही भएर 2 मिल्दैन यसको। जोडा मिलाउनुहोस् भनेको छ। जोडा मिलाउनुहोस्को सही उत्तर कुन कुन पर्व भनेको छ, सुरुवा पर्व राजवंशी भयो। चौनाम चाहिँ चेपाङ, चबाट च मिल्छ। तोरो नल्ला चाहिँ थकाली र लोसार चाहिँ गुरुङ। 7, 14, 42, 840 भनेको छ, यो चाहिँ आइक्यूबाट आएको। यो 168 हुन्छ यसको एन्सर चाहिँ। अनि त्यसपछि कुन सङ्ख्यामा 4 ले भाग गर्ने र 30 ले जोड्ने अनि 5 घटाउँदा 35 हुन्छ भनेको छ। 40 मा चाहिँ यो प्रक्रिया गर्दाखेरि 40 सही उत्तर हुन्छ। एसियाबाट युएनको पहिलो महासचिव को हुन् भनेको छ, उत्थान्त। हरितगृह प्रभाव पत्ता लगाउने वैज्ञानिक को हुन्, जोसेफ फेरियर। भनाइ विचार गर्नुहोस्। सार्क वडापत्रमा 10 धारा रहेका छन्, ठिक छ। नेपाल युएनो भन्दा सार्कमा पहिले सदस्यता लिएको हो भनेको छ, यो चाहिँ युएनमा पहिला सदस्यता लिएको हो। आरएनए विशेषमा देखाएका मध्ये कुन पर्दैन भनेको छ, थाइमिन चाहिँ आरएनए विशेषमा पर्दैन। एडिनिन, युरासिल, साइटोसिन र जियोनिन मात्र पर्छ। प्रदेशको एकल अधिकारमा कुन पर्छ भनेको छ, दिएका मध्ये कृषि आयकर चाहिँ एकल करमा पर्छ। तलका मध्ये कुन जोडा गलत छ भनेको छ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सहयोग गर्ने चीन। पनौती जलविद्युत आयोजना अमेरिका नभई रुसद्वारा गरिएको हो। उदयपुर सिमेन्ट कारखाना जापान, ठिक छ। बुढा नीलकण्ठ विद्यालय चाहिँ बेलायतबाट। अमेरिकी स्वतन्त्र सङ्ग्राम नेतृत्व कसले गरेका भनेको छ, जर्ज वासिङटन। जोडा मिलाउनुहोस् भनेको छ अर्को। अन्तर्राष्ट्रिय मानवाधिकार घोषणापत्र 1945। सार्कको स्थापना जुन यो छ, सही उत्तर चाहिँ तल दिएको छ। अन्तर्राष्ट्रिय मानवाधिकार घोषणापत्र 1948। सार्कको स्थापना 1985। युएनको सदस्यता नेपाल लिएको 1955 र युएनको स्थापना चाहिँ 1945। ठन्डा समशीतोष्ण वन कति उचाइमा पाइन्छ भनेको छ, 8100 मिटरदेखि 3350 मिटरसम्म ठन्डा समशीतोष्ण वन पाइन्छ। दिएका विकल्पहरू
सही गलत छुट्याउनुहोस् भनेको छ। मध्यकाल र आधुनिक कालको बीचको अवधिलाई पुनर्जागरण काल भनिन्छ भनेको छ। यो ठिक छ। फ्रान्सेली राज्य क्रान्ति सन् 1789 भएको यो दुईटै सही छ। र अप्सनमा नदिएको भन्ने सुनेको थिएँ, के थियो तलका भनाइहरू के थियो अप्सनमा, त्यो हजुरहरू कमेन्ट गर्नु होला। तलका भनाइहरू विचार गर्नुहोस् भनेको छ। युनिभर्सल रिसिभर ब्लड भनेर एबी पोजिटिभलाई बुझिन्छ, ठिक छ। डोनर भनेर चाहिँ ओलाई बुझिन्छ। इसिजी को पुरा भनेको छ इलेक्ट्रोकार्डियोग्राम भनेको छ, सही छ दुईटै। र रहस्यमय ग्रह प्लानेट अफ मिस्ट्री भनेर कुन ग्रहलाई चिनिन्छ भनेको छ, शुक्र ग्रहलाई चिनिन्छ। प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग कुन हो, मारियाना ट्रेन्च। मैले इनबक्स मार्फत यी प्रश्नहरूको चाहिँ समाधान गरेर ल्याएको छु। कुनै प्रश्नहरू छुटेको र कुनै गलत भएको छ भने कमेन्ट गर्नु होला। र त्यसको लागि कमेन्ट फेसबुक यही पेज मार्फत चाहिँ गर्न सक्नुहुनेछ। हस्, थ्याङ्क यू फर वाचिङ।